नमस्ते नमस्कार स्वागत छ मेरो युट्युब च्यानलमा। आज हेराउन गइरहेको छु फैसला वा मुद्दा बारेमा जानकारी कसरी हेर्ने त्यो विषयमा जानकारी दिन गइरहेको छु। तपाईँ हेर्दै गर्नुहोस्। मैले डिस्क्रिप्सन बक्समा पनि लिङ्क दिइसकेको छु हैन, त्यहाँ गएर डाइरेक्ट यहाँ वेबसाइटमा आउन सक्नुहुन्छ। मैले लेखिसकेको छु supreme.gov.np यति लेखिसकेको तपाईँ हेर्दै हुनुहुन्छ। लेखेर सर्च गर्ने, मैले सर्च गरिसकेको छु। अब यता धेरै कुरा हो हैन, यसबाट धेरै कुरा जान्न सक्नुहुन्छ के कहाँ हो हैन, सामान्य प्रधान न्यायाधीश के हो, अनेक कुरा यहाँबाट हेर्न सक्नुहुन्छ है। त्यसपछि यहाँ फैसला हेर्दै हुन्छ। यहाँ पत्र, यहाँ राजनीतिक योजना हैन, राजनीतिक दैनिक मुद्दा पेश वा छनौट विवरण हेर्न सक्नुहुन्छ है। कानुनको न्याय पत्रका यहाँबाट हेर्न सक्नुहुन्छ। र फैसलामा जाने, मैले फैसलामा हैन दण्ड जरिवाना लागत यहाँबाट पनि हेर्न सक्नुहुन्छ। मैले फैसलाको हेराउन चाहन्छु। फैसलामा जाने 3वटा इम्पोर्टेन्ट कुरा चाहिन्छ मुद्दा हेर्नको लागि। मुद्दा दर्ता नम्बर, मुद्दा दर्ता मिति र फैसला है। यी 3वटा इम्पोर्टेन्ट कुरा चाहिन्छ। अब जस्तै महोत्तरीबाट मैले गरेछु त भन्ने महोत्तरी दिने यहाँ, जस्तै जिल्ला अदालत। अब जिल्ला अदालतको कहाँ हो त्यो दिने। जस्तै अब अछाम हो भने अछाम यहाँ दिने, कुन मितिमा हो मिति यहाँ दिने, मुद्दा नम्बर छ भने मुद्दा नम्बर दिने। मतलब 2076 है 9/19 7 दिने। यहाँ क्याप्चरमा के दिएछ हैन, क्याप्चरमा यहाँ 7 दिँदाखेरि 0, यहाँ अलि मिस्टेक हुन सकिन्छ। 7 यति यसरी लेख्ने 2 अङ्कमा हैन। क्याप्चरमा के हो त्यही दिने आए है। यति दिएर खोज्ने। मैले खोजिसकेको छु। यहाँ एउटा मुद्दा मात्र, किनकि अछामतिर कम मुद्दा दर्ता हुन्छ हैन। अछाम एउटा मुद्दा दर्ता भइन्छ। मुद्दाको किसिम गाली गरेको बबिता थापा। फैसला पनि भइसकेको छ 2077 3मा भने। यहाँ यसबाट अब कुनै पाठ चाहियो भने यहाँबाट हेर्न सक्नु। मैले जुम गरेर हेराउन चाहन्छु। यति कुरा आइसकेको छ। मैले अब यहाँबाट कुनै चाहियो भने, PDF चाहियो भने यहाँबाट अब भ्यू गर्नु वा डाउनलोड गर्दा पनि आफ्नो मोबाइलमा मैले भ्यूै गरिरहेको छु। यसै गरेर हेर्न सक्नुहुन्छ, हेर्दै हुन्छ। यसै गरेर यति कुरा छ। यहाँ फैसला पनि आइसकेको छ हैन। अब यसलाई मैले प्रिन्टै निकाल्ने खोजिरहेको छु त भने आइफोन छ भने डाइरेक्ट निस्किन्छ। यहाँबाट प्रिन्ट हेर्नुहुन्छ है, आइसकेको छ। प्रिन्ट यहाँबाट निकाल्न सक्नुहुन्छ। प्रिन्टको लागि मैले हेराएँ। सबै कुरा यहाँबाट हेर्न सक्नुहुन्छ।